भारी मनलाई मिल्ने हराम हो तिमी। वेलकम टु माई न्यू ब्लग। सो मेरो नाम भोम तपाईँलाई स्वागत छ। सो आज हामी कहाँ जान थाल्यो भन्दाखेरि सहरमा जान थालेको। यतिखेर चाहिँ हामी मामा घरमा छौँ। सो हाम्रो आनी पनि हुनुहुन्छ र हामी चाहिँ यहाँबाट निस्केको अवस्था। हामी हिजो चाहिँ उता के अरे देवघाट मन्दिरमा गएको र हाम्रो सेकेन्ड डे र आज हामी सहरमा सौरामा चाहिँ हामी त्यहाँ हेर्न जान्छौँ कि के रहेछ। सो अब त्यहाँ एकछिन हामी पुग्छौँ र अब हामी यहाँ बस्यौँ एकदिन। सो अब यहाँबाट हामी निस्किनु पर्ने अवस्था। सो अब यहाँ एक दुईवटा फोटो हाल्छौँ, त्यसपछि हामी सिधै सौरा, त्यसपछि सिधै सो गाइस फाइनल्ली यो चाहिँ हाम्रो मामाको घर र हामी चाहिँ अब यहाँबाट निस्किनु पर्ने अवस्था टक्क लाएर। सो हाम्रो गाउँको घरको आफन्तहरूले थाहा छैन भने मामाको घर चाहिँ हो टक्क लाएर हुन्छ हुन्छ हामीहरू छ। यो चाहिँ कुकुर है, यो उसलाई पूजालाई हो कि पार्वतीले चाहिँ आउँछ होइन? This is a kangaji, kangaji man. This is a kangaji man kukur. पार्कमा छौँ टक्क एक्ज्याक्टली सौरा भयो होइन। त्यहाँ के हामी चाहिँ फर्केको र अब हामी चाहिँ बस्साको घुम्छौँ। यहाँ प्रोग्रामहरू भइरहेको कृषि र महिलाहरूले विशेष गरी माछा मार्ने यी जातिहरू प्रकृतिको पूजा गर्ने गर्दछन्। नयाँ वर्षको सुरुवातसँगै यी जाति गाउँठाउँ निर्माण गरी वर्षमा एक पटक पोखरी चलन अनुसार पूजा र मेलालाई आफ्नो कला संस्कृति घटाउने पोसाक लगाई नृत्य गर्दछन्। सोही नृत्यलाई आज हामी यस मञ्चमा प्रस्तुत गर्न गइरहेका छौँ। नेपालमा पछिल्लो समय युवा अवस्था त्यति धेरै छैन। युवा अवस्था विदेशी क्रममा छ। त्यसैले हाम्रा अग्रजहरूले हाम्रा पुर्खाहरूले हामीलाई पुस्ताङ्कन गर्नका लागि राखेको संस्कारले हामीले जोगाउन हामी गरिराखेको छ। यो अवस्थामा वडा नम्बर 34 वडा नम्बर 18ले जितेको मलाई थाहा छ। यसपालि केही फरक प्रस्तुत लिएर आउनु भएको छ। केही क्षणपछि वडा नम्बर 18 को प्रस्तुत पनि हेर्नेछौँ। धेरैवटा अध्यक्षहरू हुनुहुन्छ। पाँच नम्बरको सुशीलदाई पनि हुनुहुन्छ। विश्ववर्धन सहनशीला तामाङ, त्यसैले अनिता तामाङ हुनुहुन्छ कक्ष 7 बाट। अनस्य परियार, निशा तामाङ, अर्पण तामाङ, शुभम परियार, प्रमोद वाइवा, सबिना बोज्यू, स्वेच्छा वाइवा र आयुष्मा हजिर कक्षा 8 बाट हुनुहुन्छ। र 1 नम्बर वडाको प्रतिनिधित्व गर्दै अमर मानवीय विद्यालय आज आफ्नो उपस्थिति लागि ठाउँमा भएको छ। त्यसैले यो टिमको नेतृत्व वडा नम्बर 1 का वडा सदस्य मनु दहालजीको नेतृत्वमा रहेको जानकारी गराउँछु।
यिनीहरू प्रायःजसो बाँदर तथा अन्य जङ्गली जनावरहरूको शिकार गर्ने र कन्दमूल, फलफुल र अन्य वनस्पति खाएर बाँच्ने गर्दछन्।